हेलो एभ्रिवान। आज चाहिँ म यहाँ टमाटरको सस बनाउन गइरहेछु र यसको लागि मैले रेड टमाटर लिएको छु। एकदम फ्रेस टमाटर र धोएर यसलाई सुकाएर एकछिन राखेको छु र यसलाई म सानो सानो पिसमा यसरी काटेर राख्ने छु। केचप चाहिँ टमेटोको सस चाहिँ एकदमै मेरो छोराले मन पराउँछ र एभ्री टाइम आमा केचप खान्छु भनिरहन्छ त जेमा पनि। र मैले सोचेँ किन घरमै ट्राई गरेँ भने कस्तो हुन्छ होला, घरको बनाएको एकदम हेल्दी हुन्छ भनेर नि ट्राई गरी हेरेको। र मैले सानो सानो पिसलाई काटेर यहाँनिर प्रेसर कुकरमा हाल्दैछु। एकदम घरको फ्रेस हेल्दी र एकदम साफ सुथरा हुन्छ भनेर नि ट्राई गरी हेरेको। अलिकति मात्रामै बनाएको पहिला चाहिँ मैले यहाँ टमाटरसँग अदुवा, लसुन, गोलमरिच, दालचिनी यो सब मिक्स गरेर अलिकति नुन पनि हाल्नुपर्छ। हालेर चाहिँ प्रेसर कुकरमा 5-6 मिनट बसाएर राख्नुपर्छ। यसलाई अलिकति यसको सफ्ट बनाउनुपर्छ। बनाएर चाहिँ यसलाई एकछिन ठन्डा पारेर फेरि मिक्सीमा ग्राइन्ड गर्नुपर्छ। मैले यहाँनिर चाहिँ टमाटर, लसुन, अदुवा, गोलमरिच, ल्वाङ, दालचिनी र अलिकति यहाँनिर भिनेगर पनि हाल्नुपर्छ। यो सब हालेर चाहिँ मिक्स गरेर प्रेसर कुकरमा बसाएर 5-6 मिनट राख्नुपर्छ। केचप बनाउनु चाहिँ एकदमै सजिलो नै रहेछ। घरमा ट्राई गऱ्यो भने मलाई चाहिँ एकदमै राम्रो लाग्यो र यसको टेस्ट पनि तपाईहरु बजारकै जस्तो पाउनुहुने रहेछ। एकदमै राम्रो, सेम बजारकै जस्तो बनिने रहेछ। चाहिँ बजारमा त प्रिजर्भेटिभहरू हाल्छ र यसलाई कति दिनसम्म हामी राख्छौँ बजारको चाहिँ, तर यो घरमा बनाएको चाहिँ तपाईको 1 महिना जस्तो चाहिँ राख्न सक्नुहुनेछ। फ्रेस हेल्दी नै हुन्छ। 1 महिनासम्म खाएर म चाहिँ फेरि बनाउने छु। मलाई चाहिँ एकदमै राम्रो लाग्यो। यो केचप चाहिँ मेरो छोरालाई पनि एकदमै टेस्टी राम्रो लाग्यो आमा भन्दै थियो। र एकदम सजिलो प्रकारले नै बनाउन सक्ने रहेछ। मैले चाहिँ यहाँनिर बसाइदिएँ। तपाईहरु पनि बनाउन सक्ने हुने रहेछ। एकदमै सजिलो छ। र ब्राउन सुगर यहाँ मैले लिएको छु। चिनीको बदलीमा चाहिँ मैले ब्राउन सुगर हाल्ने छु। तपाईलाई कति गुलियो चाहिन्छ त्यो अनुसारले हाल्न सक्नुहुनेछ। र मेरो यहाँनिर चाहिँ टमाटर पाकेर बोइल भएर यस्तो भएको छ। र यसलाई चाहिँ अब म मिक्सरमा ग्राइन्ड गरेर यसको पेस्ट बनाउने छु। यहाँ पेस्ट ग्राइन्ड गरेर चाहिँ यहाँनिर फेरि यसलाई छाक्नुपर्छ। मैले चाहिँ यहाँनिर चाल्नीमा छाक्दैछु। तपाईहरु कुनै पनि चाल्नी छ भने छाक्न सक्नुहुन्छ। त्यसमा मैले चाहिँ यहाँनिर आटा छाक्नेमै चाल्दैछु। र मेरो छोरा चाहिँ एकदम एक्साइटेड छ, खुसी पनि छ एकदम। आमाले सस बनाइदियो भनेर मेरो हेल्प पनि गर्दैछ आज चाहिँ भिडियो बनाउनुमा। यसको कलर हेर्नुहोस्। यसमा चाहिँ मैले अझै के हालेँ भन्दाखेरि बिटरुट हुन्छ, बिटरुट पनि हाल्नुपर्छ। बिटरुट हाल्यो भने चाहिँ एकदमै कलर यस्तो मजाको रेड कलर, मार्केटकै जस्तो तपाईको रेड कलर आउँछ। मेरो छोरा चाहिँ एकदम खुसी छ, एक्साइटेड छ। प्याज, बिटरुट पनि हाल्नुपर्छ तपाईको अदुवा लसुनको साथमा। र कराईमा मैले यसरी फेरि यसलाई पकाउँदैछु। यसलाई चाहिँ अब कराईमा बसाएर पकाउनुपर्छ र यसको जुन चाहिँ अलिक लिक्विड जस्तो छ यसलाई चाहिँ अलिकति
गाढा बनाउनुपर्छ। गाढा बनायो भने चाहिँ तपाईँको सस एकदमै रेडी हुन्छ। यसको कन्सिस्टेन्सी पनि आउनुपर्छ र बिचबिचमा यसलाई चाहिँ चलाइरहनुपर्छ। चिनी हालेँ मैले यहाँनिर है, स्वादअनुसार। तपाईँलाई साह्रै गुलियो मन परेन भने चाहिँ ठिकै छ, ठिकैको हाल्दा हुन्छ। मेरो छोरालाई चाहिँ अलिकति गुलियो बनाइदिनु भन्यो र मैले अलिकति चिनी एड गरेँ बादमा। र बिचबिचमा यसलाई चलाइरहनुपर्छ। चलाएर यसरी हेर्नुपर्छ। यसको कलर हेर्नुहोस् त, एकदमै मार्केटकै जस्तो भएको छ। सेम यसको टेस्ट पनि सेम मार्केटकै जस्तो आउँदो रहेछ। तपाईँहरूले घरमा बनाउनु सक्नुहुनेछ, ट्राई गर्नु सक्नुहुनेछ। हेर्नुहोस्, मैले त ट्राई गरेँ, फर्स्ट टाइम बनाएको र अलिकति कम्ती मात्रामै बनाएँ। फर्स्ट कस्तो हुन्छ होला भनेर, तर एकदमै टेस्ट राम्रो हुँदो रहेछ। हेल्दी पनि, एकदमै अर्ग्यानिक, घरकै साफसुथरा भएको। र यहाँनिर चाहिँ अब म ट्राई गर्छु अलिकति सानोबडे सस अलिकति निकालेर प्लेटमा। यसरी हेर्नु पर्दो रहेछ। यसरी हेर्दाखेरि अगर बगेन भने चाहिँ तपाईँको सस एकदम पाकेर रेडी छ सर्भ गर्नुको लागि, खानुको लागि। यसमा तपाईँ सस त प्राय केटाकेटीहरूको सबैको नै फेभरेट हुन्छ। र मैले पनि मेरो छोराको लागि चाहिँ योपालि चाहिँ सस बनाइदिएको छु। हेर्नु होला है, मैले यहाँ 3टा बोतल पनि रेडी गरिरहेको छु। र 2टा बाउलमा चाहिँ, सानो सानो बाउलमा चाहिँ मैले मेरो तलको बहिनी र माथिको बहिनीहरूको लागि अलिअलि टेस्ट गर्नुको लागि नि, उहाँहरूले पनि केही पनि बनायो भने मलाई टेस्ट गर्नु दिइहाल्नुहुन्छ त। त्यही भएर म पनि के बनाउँदाखेरि हामी चाहिँ यसरी टेस्ट गर्नुको लागि दिन्छु। र यहाँनिर 3टा बोतल, एउटा चाहिँ मेरो हस्बेन्डको लागि जान्छ गान्तोक, एउटा मेरो छोराको लागि, एउटा चाहिँ मेरो भदाइको लागि। केटाकेटीहरूले सस मन पराउँछ नि त, त्यही भएर उनीहरूको लागि फेरि पनि म बनाउने छु। र अहिले चाहिँ यति नै भयो। एकदमै टेस्टी भएको छ। यसको हेर्दा पनि रेड कलरको बजारकै जस्तो सेम तपाईँहरू घरमा बनाउन सक्ने हुने रहेछ। म त अब नेक्स्ट टाइम फेरि बनाउँछु। थ्याङ्क यू हेरिदिनु भएकोमा भिडियो।